साथीहरु नमस्कार है तपाईहरुलाई। आज म चाहिँ मोरिङ्गा सुप बनाउन जान लागेको छु है। मोरिङ्गा है मोरिङ्गा सुप बनाउन लागेको छु। अनि त्यसमा चाहिँ मैले घिउ हालेर बनाउँछु है। घिउ हालेर बनाउँदाखेरि चाहिँ बहुत धेरै टेस्टी हुन्छ। अरु हैन है, घिउ धेरै हाल्नु हैन, यति हैन त, यति हाल्ने। यति घिउ हाल्ने हैन। त्यसपछि घिउ खरे पछाडि चाहिँ यो थोरै जिम्बु है, यो चाहिँ सुकेको जिम्बु हो। सुकेको जिम्बु हाल्ने। त्यसपछि गएर चाहिँ नि चप अनियन हाल्ने है। अनि हल्का भुट्ने हैन। हल्का भुट्ने है, रातो हुनुपर्छ यो अलिक। अनि अब टमाटर हाल्ने है, त्यो अलि रातो त भयो नि। अनि फेरि टमाटर हाल्ने। टमाटर अलि भुट्नुपर्ने हुन्छ है। टमाटर भुट्नुपर्ने हुन्छ है। टमाटर अब हल्का पाकिसक्यो हाम्रो। अब चाहिँ हामीले चाहिँ नि के हाल्ने त, मोरिङ्गाको पत्ता है। मोरिङ्गाको पत्ता हाल्ने। सफासँग धुनुपर्ने हुन्छ। यो पातमा हेरेर धेरै धुलोहरू हुन्छ कि यो ठाउँमा। एकदम धेरै हावा चलिरहेको छ। बाहिर चाहिँ एकदम धेरै नै हावा चलिरहेको भएर अनि यसले चाहिँ राम्रोसँगले धुनुपर्ने भएको है। अब यसलाई चाहिँ हल्का नुन खोर्सानी हाल्ने। बेसर हाल्ने अलिकति। नुन हाल्ने 2 चम्मच। अब कति खान सक्छ हैन। अनि हल्का चाहिँ नि के हाल्ने त, के भन्छ यसलाई के भन्छ, टिम्बुर हाल्ने हल्का है। हल्का टिम्बुर हाल्ने। अनि हल्का जिरा पाउडर हाल्ने। अनि हल्का कोरिन्डर पाउडर हाल्ने है। हालिसकेपछि अलि समय भुट्नु पर्ने हुन्छ यसलाई है। अब हाम्रो चाहिँ यो भयो है। अब भयो है। अब तपाईलाई म पिसेर देखाउँछु है। पिसेर देखाउँछु तपाईलाई मैले है त। ल मैले अब यो मोरिङ्गा जुस पिस्न लागेको छु है। हाम्रो मोरिङ्गा जुस बनेर रेडी भयो। सुप है, मोरिङ्गा सुप जुस हैन, सुप हो। सुप बनेर रेडी भयो है। तपाईलाई म देखाउने छु। यो चाहिँ मोरिङ्गा सुप हेर्नलाई। यो सुप यस्तो हो मोरिङ्गा सुप। अब यसलाई हल्का उमाल्ने है।
हल्का उमालेर अनि त्यस पछाडि हल्का लेमन हाल्नुपर्छ है। तपाईँहरूलाई मैले एक चिज भन्न बिर्सेँ है, यसमा मैले अलिकति कोकोनट फ्रेस कोकोनट र अनि लसुन प्याज पनि हालेको, लसुन र चाहिँ नि अदुवा पनि हालेको छु है। त्यो पनि हाल्नुपर्ने हुन्छ, हालेर चाहिँ नि तपाईँहरूले ट्राई गर्नु होला है। यो मोरिङ्गा जुस कस्तो छ है, तपाईँहरूले कमेन्ट गर्नु होला। फेरि तपाईँहरूलाई रियलमा देखाउनु, राम्रोसँग देखाउँछु म। यो चाहिँ कस्तो भने अहिले म एक्लैले गरे भएर गाह्रो भयो है, भिडियो पक्रिने मान्छे नभएर, मोबाइल पक्रिने मान्छे नभएर है त। हस् त, लाइक फलो गर्नु होला, कमेन्ट गर्नु होला है त कस्तो हुन्छ। हस् त, धन्यवाद सबैजनालाई है त।